हेलो गाइस, आज चाहिँ हामीहरू हल्का सुर्खेतमा धेरै नै गर्मी भएर खोला जान लाग्यो। अनि म चाहिँ अहिले मम्मी भाइ र मम्मीसँग छु। अनि तल गइसकेपछि चाहिँ मामा घरबाट अरू पनि जानु नि हो। त्यसैले अहिले चाहिँ हामी हिँडिसकेका छौँ बाटोमा। अनि मैले चाहिँ मेरो चाहिँ आउटफिट आज यस्तो छ। अनि त्यसपछि अहिले चाहिँ हामी तलबाट अटोमा जान्छौँ। अनि मामा घर पुगेपछि अरू बाटोको भिडियो देखाउँछु। हामीहरू चाहिँ अहिले मुख्यमन्त्री कार्यालयतिर पुगिसकेका छौँ। अनि अब बस कुनै आएको छैन, अटो नै एउटा नै पाइएको छैन। अनि त्यही भएर चाहिँ हामीहरू अहिले हिँड्दै गइरहेछौँ। हेर्नु मम्मी आउनुहुन्छ, अनि भाइ चाहिँ अनि म चाहिँ ब्याक क्यामेराम्यान छु अहिलेको लागि। अनि अटो पाइयो भने चाहिँ हजुरहरूलाई भन्छ बाँकीको कुराहरू के भयो भन्ने। सो गाइज, यहाँनिर चाहिँ कस्तो राम्रो फुल फुलेको थियो व्हाइट कलरको। मलाई चाहिँ कस्तो राम्रो लाग्यो फुल, लाइक कस्तो राम्रो छ क्या। कुन फुल ठ्याक्क नाम त थाहा नै, बट इट वाज सो ब्युटिफुल। मैले चाहिँ बाटोमा जाँदै गर्दा देखेको हो। गाइज, अब चाहिँ हामी मामा घर आइसकेका छौँ। अब चाहिँ हामीहरू खोलामा जान्छौँ। हामीहरू चाहिँ पहिलोचोटि जान लाग्छौँ। अनि त्यही भएर चाहिँ हामी एक्साइटेड छौँ। हामी उसमा स्विमिङ पुलमा नि गएको थियौँ अस्ति, तर भन्न पाएन। हेलो। अनि त्यही भएर मजामा भाउजू अहिले भर्खर जानुभएको साइडबाट। सो गाइज, हामी चाहिँ हजुरहरूलाई खोला पुगिसकेपछि भेट्छौँ। अनि गाइड चाहिँ नभएर मम्मी अनि यहाँ गणेश दादा पनि हुनु। अनि अनुप मेरो भाइ जान्न। अनि कता हुनुहुन्छ त्यसको दादा नै हुनुहुन्छ। अनि चाहिँ हाम्रो जाने गाडीले चाहिँ आज धेरै नै खानेकुरा लिएर गएको छ। पार्टी गर्ने जाने भनेर चाहिँ हाम्रो राष्ट्रिय चहल पहल छ। अब गाइस, हामी गिरीघाटमा आइसकेका छौँ। अब हामी चाहिँ गिरीघाटकै खोलामा चाहिँ स्विमिङ गर्ने छौँ। तर कता हो त्यो हामीलाई थाहा छैन, किनभने हामी पहिलोचोटि आएको हो। हामी चाहिँ हजुरलाई बोर्ड देखाउँछौँ है गिरीघाट। सो गाइस, यो चाहिँ गिरीघाटको बोर्ड हजुर आफै पढ्न सक्नुहुन्छ। गाडीमा बसेका छौँ किनभने कन्फ्युज छौँ गाडीमा कस्तो शीतल हुन्छ। बाहिर त गर्मीले मर्नेवाला गर्मी हो। तर गाडीमा हामी पछाडिवाला सिटमा बसेको थियौँ। यहाँ पछाडि त झन् कस्तो मजा आएको कि। यहाँ गर्मी हुन्थ्यो तर लास्टै मजा आएको थियो पछाडिको सिटमा। पछाडिको भाइब चाहिँ हामीले छुट्टै मनाइरहेको। अनि यहाँ अगाडि चाहिँ एसी त त्यही भएर अगाडि आएको। आज त हामी धेरै खानेकुरा पनि खान्छौँ, मजा आउँछ किनभने स्विमिङ चाहिँ हामी गरेको हुन्छौँ वर्षमा 2-3 चोटि त गर्छौँ। त्यो हल्का स्विमिङको प्र्याक्टिस पनि त गर्नु पऱ्यो एक्स्ट्रा चिजहरूको लागि। तर हामीले खोलामा अहिलेसम्म आएर स्विमिङ जिन्दगीमा गरेको थिएनौँ। आज पहिलोचोटि भएर हामी लास्टै एक्साइटेड छौँ कि कस्तो, किनभने हामी जन्मेको नि सुर्खेतमै हो, हुर्केको नि सुर्खेतमै। अब सुर्खेतमा त स्विमिङ पुलहरू छँदैछ। अनि खोलामा किन जानुपर्ने, गाउँमा भयो भने चाहिँ हल्का एक्सप्रेसन सरी कन्फ्युज भयो। प्रनाउन्सिएसन हल्का गाह्रो लाग्छ कि इङ्ग्लिसको। मम्मीहरू चाहिँ उता हुन्छ अरूलाई सोध्दै, मम्मी दादा मेरो भाइ पनि त्यही रहेछ। उहाँहरू चाहिँ कहाँ छ के गर्ने भनेर सोध्न आउनुभयो हाम्रो ड्राइभर उहाँ दादा। भ्यू कस्तो राम्रो छ। यहाँ तल चाहिँ खोला छ। अनि यो चाहिँ बोर्डमा के लेखायो यता यसो भयो। यहाँ गाडी, यहाँ भाउजू हाम्रो चिसो अनि दादा आएर फेरि मम्मी। अनि यहाँ चाहिँ के भन्छ गणेश दादा अनुप पुष्कर दादा चाहिँ त्यहाँभित्र गाडी पार्किङ गर्न जान लाग्नु भयो। हामी चाहिँ अब धेरै नै एक्साइटेड छौँ के हुन्छ भनेर। जङ्गल मात्र छ। हेर्नु यो चाहिँ अनु एकदम भुतिनी मान्छे। र हेर्नुहोस् गाउँ कस्तो राम्रो छ। अनि यहाँ चाहिँ गाडी गयो, कस्तो राम्रो छ त्यो भ्यू हेर्न। त्यहाँ हेर्नु जङ्गल कस्तो राम्रो के। तर यो बोर्डलाई चाहिँ इग्नोर गरिदिनु। अनि यहाँ त पनि छ। ओ गइहाल्नु भयो, आउँछु न गइहाल्नु भयो। हामी त पछाडि छुट्यौँ। सो आज चाहिँ हाम्रो एडभेन्चर प्लस ट्रिप हुन्छ। द्याट्स सो मजादार। गाडीको पछाडि। अनि यहाँ चाहिँ भाउजू, अनि यता मम्मी, यता अनुप, यता ठुलो मम्मी। पर अनु चाहिँ ओछ्याउने लिन जान्छन्। दादा पनि परे हुनुहुन्छ। गाइस, उहाँहरू सबै उठिरहनु, म मात्रै थाकेर बसिरहेको छु।
अनु र दादा आइसक्नु भएको छ देखि नै राख्ने अनु यता छिन् मिल्दैनन् अनि दादा त्यहाँनिर पर हुनुहुन्छ आउँदै हुनुहुन्छ त्यहाँदेखि यहाँसम्म बल्ल तल पानी कहाँ चिसो नै छैन हामी त यहाँ पानी चिसो छ भनेर आएको पानी नै चिसो होइन चप्पल गाइस दादा आयो पनि भ्लग बनाउन लाग्नु है त हाई दादा एउटा क्यामेराबाट अर्को क्यामेरालाई क्याप्चर सो गाइस अब चाहिँ एडभेन्चर मलाई चाहिँ ब्ल्याङ्केट ड्रेस दिनुभएको छ म उता अगाडि जान्छु अनि हिँड्नको दिएको छु म अगाडि जान्छु यसो मात्रै त मम्मी म अगाडि दुग्रिँदै जान्छु अनि अगाडि चाहिँ हिँड्ने खुट्टा उहाँहरू चाहिँ एकदम स्लो गाइजहरू हो एकदम बिस्तारै बिस्तारै तर सुरक्षित तरिकाले आउने मान्छेहरू हो अनि यिनीहरू चाहिँ एकदम छिटो तर एकदम असुरक्षित तरिकाले जाने मान्छेहरू हुन् म पनि अगाडिको टिममा पर्छु मम्मीले मोबाइल दिँदा घुमो सामान नै ल हिँड्नु अन्डे अन्डे तान्नु ल यहाँको भिडियोमा यदि लाग्छ रे कति राम्रो देखेको ल भयो आज हामी गिरीघाटमा गाइज हामी अब माथि गाडी राखेर वकिङ गरेर जाँदैछौँ एकछिनमा हामी स्विमिङ गर्नेवाला छौँ मैले स्टार्ट गरिदिएँ भइसक्यो स्टार्ट रमाइलो भयो एकदमै यहाँ पनि पर्न यस्तो भएर हिँडिरहेको हो पानी पर्ला पर्ला जस्तो छ हिँड्दैछौँ के खोलामा भने हेलो गणेश गाडी हुने नपुगेन अनि बुढी कहीँ हराउनु न क्या चिन्ता नमान्नु कसैको चाहिँ यहाँ बुढी हराइदिए कि भनेर फोन गरे आएको रहेछ परे पनि हुन्छ